पानी परेको मौसम छ। आज यसो पानी परेर अलि दिन आज दिन अलिक चिसै छ होइन। अब यस्तै हो। अब भ्लग बनाउनु मन लाग्यो, भ्लग नबनायो भने त्यसो धेरै दिन भएको थियो। अनि केही छैन, आज त्यो मेरो रातो बेटा मऱ्यो, त्यही दुःख लागिरह। रातो बेटा थियो, रातो बेटा मऱ्यो। तपाईँहरूलाई यहाँ लागिरह होला, यहाँको बेटा कहाँ गयो? अलि राम्रो राम्रो सेटअप बनाइदियो, पढ्नेमा चाहिँ सेटअप बनाइदियो कि यहाँको बेटाहरू कहाँ गयो भनेर तपाईँ चाहिँ यसो उ गरेर भयो होइन। यहाँ बेटालाई चाहिँ मैले ब्रिडिङमा राखिदिएको थिएँ। एकछिन रोक्नु है, म ब्रिडिङमा देखाएर आउँछु। मेरो एउटा एक्स्ट्रा कोठा थिएँ, त्यसलाई चाहिँ यहाँ हालिदिएको क्या मैले ब्रिडिङमा। यहीँ ब्रिडिङमा बबल नेस्ट सबल नेस्ट बनाएर होइन, यहाँ ब्रिडिङमा राखेको छु। एउटा फिमेल पनि आलु पाँडे हो, बेटा चाहिँ बब्बाल ब्रिडिङ हानिहाल्को हो, बबल नेस्ट बनाएर होइन। अब त्यही हो, एकछिन त्यही हो होइन गाइस। अब बेटालाई चाहिँ ब्रिडिङमा राखेको छु। कस्तो रिजल्ट आउँछ त्यही अनुसार हुन्छ। यतातिर यतातिर माछाहरू छ टनाटन। तर गाइस होइन, तपाईँहरूलाई मैले एउटा कुरा देखाउनु चाहिँ बिर्सेँ। यस्तो बवाल भयो नि गाइस मेरो होइन, उसको बच्चाहरू चाहिँ उसको के अरे त्यो डेनियोको बच्चा, जेब्रा डेनियोको बच्चा यस्तो खतरा भयो नि होइन गाइस। यतिरै पुरै स्विमहरू हान्दिएर हुन्छ होइन। यतिर चाहिँ यो देखिरहनु भयो नि, यिनीहरू नै हो खतरा भए डेनियोको बच्चाहरू। राम्रै छ, हुर्किरह, ग्रोथ भइरह होइन। यत्तिकै ग्रोथ हुनु पऱ्यो होइन। अब मैले चाहिँ होइन, अब हल्का फुल्का आइदियो बेटाको ट्याङ स्याङ सफा होइन। फेरि बब्बाल बवाल भएको कि फेरि बेटाहरू एउटा लुवाद ऊ त्यहाँ लुवाद, अर्को लुवाद यहाँ छ। अर्को लुवाद एउटा बोलायो भने आउँछ यहीँ, ऊ आउँछ, आइसकेको थियो अर्को लुवादे। ऊ यहाँ अर्को लुवादे है, यो लुवादे यहाँ छ। जब फेरि ड्यानियोको ब्रिड हान्ने हो। अनि स्नेकहरू अक्खा पिसमा देखिसक्यो। यसमा गाइसहरू यार श्रिम्प हाल्न दिनु न यार, तपाईँहरू श्रिम्पले ल्याइदिनु होइन। त्यही हो गाइस, मौसम पनि पानी परेर दामी भयो मौसम पनि। छततिर जाऊँ न के छ र होइन। अक्खा भयो गाइसहरू मौसम। यही हो गाइस, मेरो छत चाहिँ यस्तै छ होइन मौसम छततिरको। त्यही त्यता चाहिँ एउटा मेरो मिल्ने साथी हो कि, त्यतातिर चाहिँ त्यसको घर त्यतातिरै छ कि, त्यसको घर चाहिँ होइन। त्यही हो। अब यहाँ अरू कसैको घर छ र होइन, यस्तो मिल्ने खालको घर कसैको छैन। तर यो चाहिँ हेर्नु अक्खा पिस नि। आज अलि हुन्छ बल ठ्याक्कै बाहिर आउने बेलातिर भ्लग बनाएर आएको क्या मैले चाहिँ ठ्याक्क। अब यिनीहरूलाई चारो दिने बेला भयो नि त, ठ्याक्क माथि आउँछ क्या केटाहरू चाहिँ होइन, माछाहरू कागकेटाहरू भने यिनीहरू चाहिँ टक्क माथि आउँछ होइन। मजा छ यिनीहरूको जिन्दगी नि, लाइफ झक्कास भए यिनीहरूको पनि लाइफ त झक्कासै हेर्नु नि। यस्तो अक्खा पिसमा छ नि यहाँ त, ब्रान्डेडहरू छ। ऊ त्यहाँ एउटा प्ल्याटीको बच्चा डाम्नु बसिरह, प्ल्याटीको बच्चाहरूलाई पनि देखाइदिन्छु म तपाईँलाई, एकछिन रोक्नु। अगाडिबाट प्ल्याटीको बच्चाहरू अहिले आउँछ त्यहाँ हेर्नु है। अहिले त्यहाँ प्ल्याटीको बच्चाहरू आउँछ कि, ऊ त्यहाँ निक्ल्यो एउटा, कहाँ पुग्यो ठ्याक्कै यसको मुनि रहेछ कि। ऊ त्यहाँ प्ल्याटीको बच्चा यो चाहिँ त्यही हो होइन गाइस। अब यहाँ प्ल्याटीको बच्चाहरू देखाइदिइहाल्यो। अब के छ र, सानोतिनो ब्लगहरू हाल्ने हो, बस्ने हो। यो ब्लगर भएपछि अलिकति गाह्रै छ। अलिकति सब्सक्राइब चाहिँ गरिदिनु पऱ्यो कि, भ्युजहरू गर्ने, भिडियोहरू हेर्ने मान्छे धेरै छ होइन। सब्सक्राइब गरिदिने मान्छे भेटेन कि यो टक्क पालामा। मेरो घरतिर यस्तो छ क्या मौसम पनि चिलको होइन, आकाशतिर होइन। हेर्नु न गाइसहरू, यो त फेरि बब्बाल आउने हो नि मेरो घर त। चिया जोन कहाँ भने ठुलो पिपलको रुख देखिरहनु भएको नि, हो त्यतातिर चिया जोन। तपाईँहरूले नि हेर्नुभयो होला नि त होइन। चिया जोन चाहिँ देख्नुहुन्छ होला। यताबाट त्यो एउटा पागल छ हाम्रो क्लासमा, त्यसको घर देखिन्छ होला। त्यो चिया जोनको साइडमै छ क्या त्यसको घर, यल्लो कलरको छ होइन। मोबाइल धेरै हल्लियो क्या गाइस यार, मोबाइल धेरै हल्लियो होइन। यस्तै हो, एक सड यस्तो गरी घुम्ने त्यो जाने, यतातिर यस्तै छ होइन।
के अब गाई चाहिँ अब डेली रुटिनै हुने कुराहरू होइन। हेर्नु न यहाँ कस्तो हलचल 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 गर्छन्। 3-4 प्रेग्नेन्ट थियो अस्तिसम्म त भुँडी छुडी फुलिहाल्यो नि त अब छोडिदिन्न त के र जे हुन्छ राम्रैको लागि हुन्छ। सबजनाले खत्रै ब्रिड हान्छ भन्नु त अनि हामी किन झुठाएर बस्ने। सबजना खत्रै ब्रिड हान्छ हामी किन झुठाएर बस्ने। दामी हामी पनि दामी पारामा उ गर्न खोज्ने हो नि त गाई चोर होइन।